ए नगर्दिनु भिडियो मेरो चाहिँ सलिना सलिना यिनी अलि धेरै लजाउँछन् के ल दोरी जाउँ है ल मेरो थम्माले गर्दैन काबु गर्दैन काबु सुताइरहनु भक्छ नि बा आफुले हेर्न पर्यो नि धामी आजलाई साथीहरु दर्शकहरु नमस्ते स्वागत छ तपाईहरुलाई आजको यस नयाँ भिडियोमा अनि साथीहरु आज तिहारको दिन देख्न सक्नुहुन्छ हामी तिहारको दिन पनि काम गरिरहेका छौं गाडी लिएर निस्किसकेका छौं र आजको ब्लग भने अलिकति छुट्टै खालको हुनेछ किनभने हाम्रो गाडीमा जुन रिजर्भ आएको छ त्यो रिजर्भ चाहिँ अलिक फरक किसिमको छ तपाईलाई मैले एकछिनमा देखाउने छु अहिले सर्वप्रथम हामी अहिले लोडिङ ठाउँमा जाँदै छौं लोडिङ ठाउँमा गएर बल्ल तपाईलाई भन्ने छु आज केको लागि गाडी रिजर्भ छ भनेर यो ब्लगमा मेरो भिडियो पहिलोचोटि हेर्दै हुनुहुन्छ भने च्यानललाई लाइक शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला र मसँग देख्न सक्नुहुन्छ मेरो भान्जा पिले चुम्बक अनि उता देख्न सक्नुहुन्छ चन्द्रबहादुर चौधरी र तीनजना सँगै छौं र अहिले किसिमको चाहिँ हामी झन् धेरै हुनेछौं सो अहिले भने तपाईलाई देखाउन गइरहेको छु आज तिहारको दिन यो बाटोघाटोमा देख्न सक्नुहुन्छ पुरा टपरी र दुना केर्साइ राखेको फाइनल्ली देख्न सक्नुहुन्छ साथीहरु आइपुग्यो अहिले हामी हाम्रो गाडी लोडिङ पोइन्टमा र आज हाम्रो गाडीमा रिजर्भ आएको थियो केको रिजर्भ भइछ भनेर तपाई देख्न सक्नुहुन्छ गाडी यो हो आजको हाम्रो रिजर्भ भैलेनी टिम र देख्न सक्नुहुन्छ अगाडि र आज हामी जाँदै छौं गाडी लिएर भैलेनी टिमसँग भैलो खेल्न सो भिडियोमा कन्टिन्यू पनि राख्नु होला आजको भैलेनी टिम कस्तो के छ अहिले भिडियोमा देखाउने नै छु र साथीहरु देख्न सक्नुहुन्छ यहाँनिर हाम्रो गाडी फुल लोड भइसकेको छ हेर्नुस् माथिबाट बहिनीहरुले हात पनि हल्लाइराख्नु भएको छ अनि पछाडीको गाडीमा पनि देख्न सक्नुहुन्छ सबैजना साथीहरु बसिसकेका छन् मजाले र अब हाम्रो गाडी चाहिँ हिँड्नको लागि एकदम तयारी छ वीडियो बना दिया यार कसम र यहाँनिर देख्न सक्नुहुन्छ साथीहरु हाम्रो गाडी हिँडिसक्यो र पछाडी हेर्न सक्नुहुन्छ एकजना दुईजना भाइहरु चाहिँ कति रिस्की तरिकाले बसिरहेको छ भन्ने कुरा अलि यिनीहरूलाई ज्ञान छैन सकेसम्म यसरी यात्रा चाहिँ गर्नु हुँदैन तर त्यहाँनिर देउसी भैलो कार्यक्रममा अब जति नै भने पनि यो चिज चाहिँ लाग्नेवाला छैन केटाहरु चाहिँ अब आफ्नै पारामा अकेले देख्न सक्नुहुन्छ माथि माथि चिच्याउँदै हल्ला गर्दै हिँडिराखेका छन् नमस्ते सबैजनालाई यस युट्युब च्यानल सुनामे XYZ मा सब्स्क्राइब लाइक शेयर सक्दो माया गरिदिनु होला र हामी देउसी भैलो कार्यक्रममा हजुरलाई हामीले थोरै थोरै भए पनि देखाउने छौं दर्शक बिनहरुलाई यहाँ घुम ए नगर्दिनु भिडियो यहाँ त त्यस्तो गर्न कसम माले बर्दैन के कसम बिगाड्यो नि अहिले चाहिँ गर्दिन्छ नि यार कसम के लगाइदिए के भएन भाइले लगाइदिन्छु भन्दाखेरि पनि अनि यस्तो मिलाएर लगाइदिन्छ ल त बिर अनि मोर लतपत्तै दल्दिन्छ अहिले अनि यहाँ त त्यस्तो गर्न कसम माले बर्दैन के कसम बिगाड्यो नि अहिले चाहिँ गर्दिन्छ नि यार कसम के लगाइदिए के भएन भाइले लगाइदिन्छु भन्दाखेरि पनि अनि यस्तो मिलाएर लगाइदिन्छ ल त बिर अनि मोर लतपत्तै दल्दिन्छ अहिले अनि अनुहारै भरि टाउको
तिमीले किन ओठ मिलाऊ त नि फेरि नमिलाउन खोइ खोइ हेरौँ यहाँ हेरौँ त पहिला आमा लिपस्टिक लगाइदिएर हेर हेरौँ के पहिला यहाँ अब त आफूले यहाँ हेर्न पर्यो नि धामी बपाल रमाइलो मेरो पछितिर यति बेला यहाँ चाहिँ हाम्रो गाडीको छेउछाउमा चाहिँ डह्रो दोरी चलिरहेछ ल अब त्यसतिर जान्छु है त एकचोटि त्यहाँ पनि सुनिदिउँ है दोरी कस्तो छ ल दोरी जाओस् है ल मेरो थमाले गर्दैन काबु सुताइरहनु भन्छ नि बा रेल बनाइदिए होइन रेल बनाउने भयो केटाहरूले होइन यो ब्लगिङ हो के ओके सुनामी XYZ बोलिया पर्सी बल्ल पर्यो निर्माया माकुरी जालैमा बल्ल पर्यो निर्माया माकुरी जालैमा लाग्दैन खास ऋतुको एक्सनी के रे फेरिबाट फेरि खोइ यसो गर त यसो के हल्का यसो गर न ऋतु गोर जाने हो खेल्नलाई भइलो बल्ल पर्यो निर्माया माकुरी जालैमा ए बल्ल पर्यो निर्माया माकुरी जालैमा गगन छैन बादल केटीमाथि हुनेछ पागल बल्ल पर्यो निर्माया माकुरी जालैमा ल टुप्पी गुइएको गीता नाम ल गीता भिरबाट ए रोक्न सुन्न पहिला गीता पहिला भने भिरबाट लोटे पागल भएको मान्छे हो यही मोटे बल्ल पर्यो निर्माया गुइएको बारेमा अब गीता उत्तमको गीता गीता अनि अहिलेको सलिना
हिँड्दा हिँड्दा फुटकेछ फिता याद आउँछ भाइलाई छम्माको नाम छ नि गीता बल्ल पर्यो निर्मायामा करिता लैबा जस पनि हो क्या खोइ त केटाहरू उता खतरा दोहोरी खेलेर बसिरहेछ यिनीहरू चाहिँ थपक्क बसिरहेछ के हो यस्तो सबै निदाको हो कि भोक लाग्यो अनि केटाहरूले कस्तो दोहोरी गीत गिराएर बस्छन् उहाँ यहाँ भैलो टिम र साथीहरू देख्न सक्नुहुन्छ यहाँ मसँग फेरि हाम्रो केबिन पार्टनर सब चेन्ज भइसक्नु भएको छ अनि यो बहिनीको नाम के अरे यिनको सङ्गीता अनि मेरो चाहिँ सलिना सलिना यिनी अलिक धेरै लजाउँछन् के खालि टाउको उता गाउँछन् अनि तिम्रो नाम रचना ल देख्नुभयो ग्रुपमा हत्तेरीका रचना त रचना नि होइन अनि रचनाले संसारै रचिन थाहै छँदैछ के अरे सबैलाई ल ठिकै छ साथीहरू हेर्दै गर्नु हाम्रो भिडियो जारी नै छ सो गाइज तपाईँहरूलाई अझै पनि धेरै कुराहरू देखाउन मन थियो तर अलिकति समय पनि बढी लाग्ने भयो र हाम्रो भिडियो पनि धेरै लामो हुन जान्छ त्यसैले आजको ब्लग चाहिँ मैले यही अन्त्य गर्न चाहन्छु यति बेलासम्म मेरो ब्लग हेरेर मलाई साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद र फेरि पनि अर्को ब्लग लिएर छिट्टै आउनेछु र आजको हाम्रो देउसी भैलो ब्लग चाहिँ कस्तो लाग्यो त्यसको लागि चाहिँ मलाई कमेन्ट गर्न नबिर्सनु होला थ्याङ्क यू फर अल गाइज